हेलो गुड आफ्टरनुन साथीहरू हेर्नुहोस् है आजको मेरो लन्चमा चाहिँ के छ भन्दा चाहिँ चिकन छ हो। यो भयो तपाईको चेरी टमाटर र मसिनो खालको उयो हुन्छ नि फिस हो। अनि यो भेन्डी र आलु अनि यो काँक्रा र यो छुर्पीको अचार अनि डल्ले हो। अन्त यो भयो अहिले मेरो पिर्सोल सेभेन अप छ हो। यहाँ हेर्नुहोस् है साथीहरू म चाहिँ बुढालाई नि यस्तो मजाले खाना बनाएर खुवाउँछु कि तर बुढाले चाहिँ अहिले भर्खरै हो सबै मजाले बनाएर काम पनि लगाउँछु खाना मिठो मिठो बनाएर दिन्छु कि तर अहिले चाहिँ उहाँ चाहिँ हिजोको बिहा थियो नि त होइन आज भाइको घरमा रिसेप्सन छ पार्टी होइन। अन्त उहाँ पार्टीमा चाहिँ मेरो बुढा चाहिँ सघाउनु गएको थियो काम हो। त्यही भनेर चाहिँ उहाँनिर चाहिँ कर्जी मर्जीसँग चिउरा खाएर आएको अरे कि खाना खाँदिनँ भन्दै थियो। फेरि मेरो लागि साथी बसिदियो कहाँ नेल पेन्ट पो लगाएको थियो स्पुनले पो खानुपर्छ होला हौ चाहिँ पर्खिनुहोस् ल। त्यही भनेर साथीहरू नेल पेन्ट लगाउनु चाहिँ मन पर्दैन मलाई हातले खाने बानी छ कि मजाले हातले खाँदै थिएँ होइन नै फेरि हात धुइकिन आएको ल खाए ल साथीहरू। फर्स्टमै यो खानु पर्यो खा के भयो होइन खाइदिनु त कस्तो छ बताइदिनु बुढीले कसरी बनाउँछ खाना दामी बुढी मन पर्छ कि मन पर्दैन बुढी मन पर्छ कि मन पर्दैन पर्छ नि भोटेबाट भन्दा चाहिँ खाना कस्तो थियो Alla sin på sushi. कुन खाना मिठो Oh. कुन उता खाना मिठो कि यता मिठो Yeah. मेरो भोटेले यता हेर्दैछ हो। दुईटा भोटे मिलाएर मेरो गीतै खान्छ नि अर्को भोटेले उतापट्टिबाट गर्दैछ। खाए ल साथीहरू आज तल बिहामा पनि जानुपर्छ हो। चिकन खानु पुरा मन पर्छ ठिक्क मम्मीले बनाउनु भएको कहिले यस्तोहरू चाहिँ कम्ता खाँदैन है। म चाहिँ खाँदिनँ है साथीहरू ऊ आएको बेला मात्रै हो। केएफसीहरू खाँदैन बेलामा खायो भने खायो हो न बाई साथीहरू अब उसको छुट्टी पनि सकिन आँट्यो कता घुम्नु जानुपर्ने हो कमेन्ट गरेर भनिदिनुहोस् ल हामी कता जाँदा ठिक हुन्छ भनेर ल साथीहरू बाई बाई गरिदिनु त क्या बाई भनिदिनु त चमाउनु न।